बरु यो हालत देखे साथीहरू भद्रले भुन्टीलाई सपनामा देख्छन्, उनीसँग नजिकन खोज्छन् अनि आफ्ना ठुला सपना र चाहना व्यक्त गर्दछन्। तर भुन्टी भने केही बोल्दिनन्, हात समाएर मायाको भाव मात्र व्यक्त गर्दछिन्। यति नै बेला जेठाजु र जेठानीको आगमन हुन्छ। गलत आरोप लगाउँछिन्, हेर भुन्टी परपुरसँग लट्ठिँदै हिँडेकी छ। जेठाजु भुवनको दृष्टिमा भुन्टी सज्जन हुन्, निष्पक्ष भएर भुन्टीलाई बचाउन खोज्छन्। तर जेठानीले लगातार दोष लगाउँदै जान्छन्। स्थिति तनावपूर्ण बन्न पुग्छ। जेठानी झनै कठोर शब्द प्रयोग गर्दै जान्छन्। यो त एउटा भद्रको सपना रहेछ। सपना भङ्गको अवस्था अन्ततः यो सबै भद्रको सपना मात्र भएको रहस्य खुल्छ। यथार्थमा फर्कदा सपनाबाट भद्र बिउजै जान्छ। सपना र यथार्थ फरक हुन्छ। सपनाले भद्रको मनमा भुन्टीप्रतिको चिन्ता छोडेर जान्छ, तडपाउँछ, मनमनै सम्झने बनाउँछ। सपनामा देखिएको प्रेम पीडा, समाजको आरोप र सपना बीचको द्वन्द्व यहाँ प्रष्ट देखिन्छ। हो साथीहरू, सपना र वास्तविकता सधैँ मिल्दैनन्, तर सपनाले मानिसको मनोभावना र चाहनालाई भने अवश्य प्रकट गर्दछ। साथीहरू, सपनाबाट बिउजेपछि अब भद्रले के गर्लान्, कसो गर्लान्, सबै कुरा हेर्नको लागि अवश्य पनि तपाईँले भुन्टी सिरियलको 303 भाग हेर्नै पर्ने हुन्छ। हस्त मन परेमा लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला।